हेलो सेवान्ने नमस्ते म सिनोरा थुलुङ है। सो फेरि पनि तपाईहरु सबैजनालाई मेरो च्यानल मेरो ब्लग अनि मेरो पेजमा स्वागत छ। सो अनि आजको ब्लग चाहिँ के हो भन्दाखेरि आज चाहिँ हैन हामीले हिजो बुबु भाउजूहरुसँग कबाब खाने प्लानिङ गरेको थियौं हैन। सो अनि अब चाहिँ म यहाँबाट बुबु र भाउजूकोमा जान्दैछु। सो अनि आजको कबाब चाहिँ कस्तो बनिन्छ हैन कस्तो टेस्ट हुन्छ म तपाईहरुलाई देखाउने छु। अनि मेरो भिडियोलाई अन्तिमसम्म गएर सधैँ चाहिँ माया गरेर जुडेर हेरिदिनुस् होला भन्न चाहन्छु। सो हेर्नुस् ल आजको ब्लग कस्तो के हुन्छ। अहिले चाहिँ म रुमबाट निक्लिसकेको छु हैन। आज चाहिँ म हिँडेर जाँदैछु। अहिले रुमबाट जस्ट निक्लेर जोरथाङ रोडबाट निक्ले। अहिले चाहिँ म यहाँ पुगिसकेको छु। यो अगाडिको दाजु चाहिँ को नि कहाँदेखि बोल्दै आएको देखेको थिएँ। अझै बोलिरहेको छ। सो फाइनली सेन्ट्रल पार्क आइपुगिसकेको छु। दुईवटा छ हैन यताबाट पनि पुग्छ रोडबाट हैन। तर म चाहिँ सर्टकटै जानु पर्यो। म चाहिँ ओह्रालो सर्टकट जाँदैछु। म चाहिँ लाइन ओह्रालोबाट हिँड्नु भनेपछि चाहिँ साह्रो लाग्छ मलाई चाहिँ प्लाजाको के भन्छ फास्टफुडहरू देख्दैछ माथिल्लो तल चाहिँ स्ट्यान्ड। ए बल्ल बल्ल यहाँ आइपुग्यो। अब अझै ओह्रालो सेडी झर्नुपर्छ। भोटिया बस्ती लाइन हो यो चाहिँ। अब चाहिँ भोटिया बस्ती लाइन ओह्रालो होइन यो ओह्रालो गयो भने चाहिँ काजीटार पुग्छ। चाहिँ यहाँ झोला छ हातमा झोलामा सामान छ हैन। यसरी जाँदैछु अँधेरोमा। हेर्न सक्नुहुन्छ आइपुग्नु आँटे म। मेरो छया हेर्नुहोस् त छया उता त्यो गाडीहरू राखेको लाइनमा आइपुगेपछि म पुगिगएँ त। आया किन रुको के गर्यो उसलाई के भयो कीड़ा से डर रहा है। कीड़ा वहाँ पे बहुत सारा वहाँ पे लाइट में था ना। मैं इनके पास भी आ गया था। ए अन्त रुको ए ल यहाँ चाहिँ एउटा नानी चाहिँ कीड़ा देखेर रुको अरे। फाइनली गाइस म आइपुगेँ। झालमुरी भाउजूहरू नाना र भेनामा आउनुहुँदैछ अरे कि। अन्त भएन त भाउजू यहाँ चार्ज यहाँ चार्ज गर। हाम्रो चाहिँ यहाँनिर चाहिँ नि यो 3टासम्म फोन चार्ज गर्नु सकिन्छ है बुबुकोमा चाहिँ। अब चाहिँ झ्यालो चाहिँ भदैनीको स्टडी टेबल चिकन भोटिया बस्ती अरे। मेरो काम मेरो भिडियो स्टार्ट भइसकेको छ यहाँनिर। अघि सेकेन्डको ल्याउँदा काट्दा भयो त। लसुन केलाउँदैछु म। लसुन केलाउँदैछु। लसुन पनि भयो अदुवा पनि भयो। ज्याकलिन म झन्डै लडेँ। सब्जीमा हाल्ने रेड कलर दिनु अरे भन्नु ल। तिखारा भनेर नो ओन्ली कलर भन्नु। दही अन्डा अदुवा लसुन सेफ हाम्रो बुबु सेफ हो। सेफको बुढी रन्जिला तामाङ। बिहान कहाँ
पायो फाइनली टमाटर र प्याज पनि रेडी भइसक्यो भाउजू चाहिँ उयो कुच्याउँदैछ नाना र भेना पनि आइपुगिसक्नु भएको छ लु भन्नु त के अरे के भएको छ तपाईँलाई भेना नानाको गाला चिलायो अरे अन्त त म यहाँनिर ब्लगर भएको त बुबुले फ्राई गर्नुहुँदैछ यहाँनिर होइन यो डल्लै छ फ्राई हुनु यहाँनिर अब वान फ्यामिली वान जब छैन वान फ्यामिली वान ब्लगर त हुनु पर्यो नि त होइन भाउजू वान फ्यामिली वान ब्लगर अरे कि तर मेरो नाना ब्लगरै हो नाना पनि छोटो मोटो हाम्रो सबै लुतीहरू पनि छ कि अब बढेहरू ज्याक्लिनले ल्याइदिएको मलाई किटक्याट बधाइनीले कबाब चाहिँ रेडी भइसकेको छ यहाँ चाहिँ स्प्राइट छ चियर्स चियर्स भाउजू Kebab is ready. यहाँबाट बोकेर लग्यो यहाँ त सबै एक्सपायरी डेट भएको छ फ्रिजमा यसो राख्यो लिएर आयो यो चाहिँ फ्रिजको हो अरे अर्को फाइनली कबाब पनि खाइसक्यो एकदम मिठो भयो सबैजना बसेर खायो होइन र आजको भ्लग चाहिँ म यतिमै राख्न गइरहेको छु सो फेरि पनि तपाईँसँग अर्को भ्लगमा भेट्नेछु अहिले चाहिँ थुलुङलाई चाहिँ तपाईँसँग बिदा लिन चाहे अनि सी यु इन नेक्स्ट भ्लग ओके बाई बाई